हेलो साथीहरु, तपाईहरुलाई प्लसन ब्लगमा स्वागत छ। आज म चाहिँ हाम्रो घरपति अंकलसँग छु र घरपति अंकलसँग यात्रा हुनेवाला छ है त। अब भिडियो सुरुवात गरौँ। अब लगतै हाम्रो यात्रा सुरु हुन गइरहेको छ। कार चाहिँ यही हो है। अंकल र म चाहिँ यात्रा गर्न गइरहेका छौं। यात्रा हाम्रो सुरु भइसकेको छ। हामी चाहिँ विभिन्न स्थानतिर घुमिरहेका छौं। जाँदै छौं, बाटोमै छौं है। आनन्द आइरहेको छ। यो चाहिँ विशेष गरी यो भरतपुरको एकदम बाटो हो। पक्की सडक एकदम राम्रो छ, बवाल छ। यात्रा गर्न पनि एकदम आनन्द आइरहेको छ है साथीहरु। नेपालकै तपमानमा पर्छ यो भरतपुर क्षेत्र चाहिँ। चितवन जिल्लाको धेरै भन्दा धेरै एकदम विकसित शहर मानिन्छ। विकासको गतिले छलाङ मारिसकेको छ यस स्थानमा। यात्रा निरन्तर चलिरहेको छ है। बवाल छ, रोड चाहिँ एकदम बवाल छ। अब यो हामी लेफ्ट साइडतिर जाँदै छौं। अब बस पार्कतिर छिरिसकेका छौं। यात्रा गरिसकेपछि हामी चाहिँ अब घर फर्किरहेका छौं है। केही समयपछि पुग्ने छौं। साँच्चै नै बवाल छ कि यो बाटो चाहिँ बवाल छ। एक पटक चाहिँ तपाईहरु पनि घुम्न आउनु होला है त यस स्थानमा। सबैभन्दा यहाँको बेस्ट यात्रा चाहिँ यो सडक नै छ के। एकदम आनन्द छ है। मस्त तरिकाले यात्रा गर्न सकिन्छ यस सडकमा। यति बेला भने चाहिँ हामी खेतबारीतिर आइपुगेका छौं। झन्डै 2-3 बिघाको खेतबारीतिर चाहिँ छौं। आनन्द छ। केही समयको खेतबारीको यात्रापछि हामी फेरि पुनः लाग्दै छौं। यात्रा निरन्तर छ। लगतै अब हामी चाहिँ अब फलफुल बारीतिर पुग्दै छौं र यहाँ चाहिँ लिची फलिसकेको छ। र अंकलले चाहिँ चरालाई पानी राखिदिनु भएको छ भने म चाहिँ लिचीको बुट्टाहरु देखाइरहेको छु। आँप पनि फलेको छ। अझै खाने ल ठुला फलिसकेको छ।
अङ्कलले मलाई लिची पनि दिइसक्नु भएको छ। अब खानेवाला छु। एकदम प्रशस्त मात्रामा लिची फलिरहेको छ, फलिसकेको छ है सायद गाइजहरू। आँप पनि फलेको छ लतरम्म भुइँसम्मै ठुला ठुला। फल पनि लगाइसकेको छ, माउरीको घार पनि छ। टन्नै छ। अब यो पनि खाने बेला हुन थालिसक्यो। लिचीको डाँडा चाहिँ ठुला ठुला छ कि आनन्द। एकदम मिठो गुलियो पनि छ। आनन्द छ। कति ठुला ठुला छ है। गुलियो पनि छ। एकदम स्वादिलो छ है। यहाँ चाहिँ स्वादिलो छ।